प्रधानमन्त्री बालेन शाहले लोकतन्त्रलाई भन्दा पनि कतै बालेन तन्त्र पो विकास गर्न खोज्नु भएको हो कि भन्ने एउटा आम प्रश्न र जिज्ञासा बनिरहेको छ। यो किनभने पटक पटक उहाँले संसदलाई उपेक्षा गर्नुभएको छ, पटक पटक संसदको हुर्मत लिने, संसदको अपमान गर्ने काम भएको छ। यसप्रति हाम्रो गम्भीर चासो र चिन्ता हो। त्यसो भएको हुनाले हामीले हिजो यो सम्मानित सदनको सम्माननीय सभामुख महोदय मार्फत गम्भीर ध्यान आकर्षण गराएका छौँ र फेरि पनि हामी हाम्रो कुरामा दृढ छौँ। हाम्रो कुरामा हामी प्रतिबद्ध छौँ कि यो चाहिँ सरकार, अघि मान्य निष्कल राईले भन्नुभयो जस्तै, सरकार संसदप्रति संविधानको धारा 76 को 10 बमोजिम सरकार संविधानप्रति के अरे संसदप्रति उत्तरदायी बन्नुपर्दछ, संसदप्रति पूर्ण रूपमा जवाबदेही बन्नुपर्दछ। र त्यो जवाबदेही बन्ने बेला भनेको सरकारको मुख्य नीति तथा कार्यक्रमको बेलामा हो। यहाँ धेरै मान्य सदस्यहरूले प्रधानमन्त्रीका सन्दर्भमा प्रश्न उठाएका छन्, सरकारका सन्दर्भमा प्रश्न उठेको छ, जनताले प्रश्न उठेका छन्। ती जनताको प्रश्नहरू, जनताका चासोहरू, गुनासोहरू मुखरित हुने थलो भनेको 3 करोड नेपाली जनताको साझा थलो यही संसद हो। यहाँ चाहिँ प्रधानमन्त्रीले उपस्थित हुनुपर्छ भन्ने हामी प्रतिपक्षमा रहेका मान्यहरूको चाहिँ त्यो अभिव्यक्ति, त्यो चाहिँ हाम्रोमा कुनै अन्यथा होइन, कुनै अनुहार हेर्नका लागि होइन, हाम्रो त्यो जायज लोकतान्त्रिक र न्यायिक र कानुन सम्मत माग हो भन्ने कुरा म सम्मान्य सभामुखजी मार्फत अनुरोध गर्न चाहन्छु। म भन्न चाहन्छु कि कुरा नियमावलीको होइन, हिजो धेरै पटक नियमावलीको कुरा नियतको हो। कुन चाहिँ नियत सम्मान्य प्रधानमन्त्रीले राख्नु भएको छ भन्ने कुरा हो। कहिले राष्ट्रपतिको अपमान गर्ने, संसदको अपमान गर्ने, जवाब नदिने, यो कुराले संसद र जनताका आवाजहरूलाई, जनताका समस्याहरूलाई सही ढङ्गले लैजान सकिन्छ। काम गर्दै हुनुहुन्छ प्रधानमन्त्री भन्ने कुरा आएको छ। के काम गर्दै हुनुहुन्छ? के फेरि पनि सुकुम्बासी बस्तीमा डोजर लाउँदै हो प्रधानमन्त्री यहाँ आउन नपाएर? यो हाम्रो गम्भीर प्रश्न छ सभामुख महोदय। त्यसो भएको हुनाले हामी